इतिहास सधैँ अभिलेखमा मात्रै लेखिँदैन। कहिलेकाहीँ ढुङ्गामा, पानीमा र रगतले लेखिएका किम्वदन्तीमा पनि इतिहास बाँचेको हुन्छ। लिच्छविकाल शासनमा छन् राजा मानदेव, तर यो कथा केवल राजाको होइन, यो कथा हो एक बाबु र छोराको, धारो र देवताको। राजधानीमा पानीको अभाव बढ्दै गएपछि राजा धर्मदेवले चतुर्व्यूह नारायणलाई साक्षी राखेर धारो बनाउने सङ्कल्प गर्छन्। चतुर्व्यूह नारायण स्थापना गरियो। धर्मदेवले आफ्नो दरबार नजिकै नारायणलाई नित्य स्नान गराउने धारो बनाउन आदेश दिए। धारो तयार भयो, तर पानी आएन, जसले न केवल प्रजालाई निराश बनायो, स्वयं राजामा समेत हीनताबोध पैदा हुन थाल्यो। केही गर्दा पनि धारामा पानी नआएपछि ज्योतिषको परामर्श अनुसार बलि चढ्न तयार भए। ईश्वर स्थापितः जलम आगतम एषा न केवलं तांत्रिक विफलताम् अस्ति, अयं धर्मस्य विषयः अस्ति। राजन, 32 लक्षण रहित व्यक्ति एषा धारा न प्रवहति इति। 32 लक्षणानि अपरं राजा किमपि न विद्यते। राज्यः प्रजानां कृते जलं न दातव्यम्। राजा भवितुं लज्जा अस्ति। यदि मम रक्तं प्रवहति अहं स्वीकरोमि। जस अनुसार उनले छोरा मानदेवलाई मध्यरातमा धारामा बसेको मान्छेमाथि तरबार चलाउन आदेश दिए। इतिहास भन्छ, ज्योतिषको सुझाव अनुसार मध्यरातमा तरबार चम्कियो। राजा धर्मदेव बलिमा चढे। मानदेवले बाबुको आदेश पालना गरे र धारामा पानी सँगै बग्यो रगतको खोलो। नारायण हिटी बग्न थाल्यो, तर त्यो पानी पितृहत्याको साक्षी थियो। किम्वदन्ती भन्छ, पितृहत्या गर्नेको मुख पनि हेर्दिन भन्दै धाराले समेत मुख पछाडि फर्कायो, जुन आजसम्म पनि हामी देख्न सक्छौँ। नारायण हिटी केवल दरबार होइन, यो देवता, धारा र इतिहासले बोकेको एउटा मौन स्वीकारोक्ति हो।